भन्नुस् सुरेखाजी। हजुर ल अब भोलिदेखि सुटिङ भनेर मैले सबै मिलाइसकेँ तपाईँको। कहाँ अहिले आएर हुन्छ मैले अर्को हिरोइन खोज्न जाने भन्नुहोस् त। हेलो सब फेरि एउटा प्रब्लम आयो के भन्छ यो विशाल भाइ फेरि सबै लोकेसन यताउता सब ट्याक्टिक मिलिसकेपछि के प्रब्लम आयो फेरि? हिरोइनको उता फिल्म सुटिङ सिद्धेको छैन रे, हाम्रो ड्यामेज छैन रे। क्या प्रब्लम आयो? क्या आवाज सुन्नु भएन त्यहाँ? हिरोइन नै होगा अरे ल, अब हिरोइन नै होगा त सुटिङ कैसे होगा? क्या बात करते हो तुम लोग यार? म के ऊ हिरोइनको मुम्बईबाट मगाऊ? तेरिका डाक्टर साहब तपाईले जे पनि इन्डियाबाट मगाऊ त्यहाँबाट मगाऊ मात्र भन्नुहुन्छ भने मुम्बईबाट मगायो भने महँगो पर्दैन हिरोइन? कुरा गर्छ पनि कस्तो भने का दिनुस् न। एक्सक्यूज मी, एक मिनट रुक्नुहोस् त। Very nice. Excellent. वहाँ को हुनुहुन्छ? मेरो बुहारी उसको श्रीमती हो। तपाईलाई फिल्ममा खेल्न कतिको इन्ट्रेस्ट छ? उता हैन, तपाईँ देख्नुहोस्, म तपाईलाई रातोरात फिल्मको स्टार दिन्छु। हेर्नु मैडम, तपाईँ धेरै ब्युटी हुनुहुन्छ, खूबसूरत हुनुहुन्छ। खूबसूरती को घर के भीतर में नहीं रहता है। आप मेरा कहना मानिए, पिक्चर में काम कीजिए। मैं पहला रातों रात सुपरस्टार बनाइदिन्छु। हो भाउजू हो, हेर्नुहोस् यस्तो सुवर्ण अवसर चाहिँ नमाउनुहोस् भाउजूले। अब उहाँलाई फिल्म खेलाउनु हुन्छ नि, रातों रात सुपरस्टार बनाइदिनुहुन्छ। पित्तललाई छोयो भने सुन बनाइदिनुहुन्छ, थाहा छ? अनि त्यो ढुङ्गाले छोयो भने त देउता बनाइदिनुहुन्छ। फेरि भाउजूले अरूहरूसँग खेल्नु पर्ने होइन क्या अरे, हामीसँगै खेल्ने त हो नि होइन? हजुर के गरौँ त? के गर्ने? अब के गर्ने भन्ने भाइ, अब उसको इच्छा नि। अब तिमीले खेल्न, तिमीलाई इच्छा छ भने खेल, इच्छा छैन भने नखेल, आफ्नो इच्छा। हुन्छ ल हिरोइन फिक्स। तपाईँ धेरै ब्युटी हुनुहुन्छ, खूबसूरत हुनुहुन्छ। खूबसूरती को घर के भीतर में नहीं रखा जाता है। आप मेरा कहना मानिए, पिक्चर में काम कीजिए। मैं तपाईँलाई रातों रात सुपरस्टार बनाइदिन्छु। हेलो दिजु दर्शन, त के गरिराखेकी? के हुनु अफिस लाको नि होइन? के हो दिजु, आज त बिहान बिहानै फोन गर्छु त, के काम थियो कि? सुन्न म त हिरोइन हुने भयो नि अब। हिरोइन रे? लौ न, यो उमेरमा तपाईँ हिरोइन भन्न फिल्म खेल्न लागेको? कुन फिल्म नि? खोइ, फिल्मको नाम त मलाई थाहा छैन। हेर त, डाइरेक्टर साहबले मलाई देख्ने बित्तिकै सेलेक्ट गर्नुभयो नि। मलाई त स्टार पो बनाइदिन्छु भन्नुभएको छ। हो र? अनि हजुरको त्यो फिल्मको डाइरेक्टरहरूसँग कसरी भेट भयो नि? ल हाम्रो घरमा सुटिङ हुँदैछ नि। ए हो र? त्यसो भएदेखि म पनि एक दिन मिलाएर हजुरकोमा सुटिङ हेर्न आउँछु नि। अनि सुटिङ चाहिँ कहिलेदेखि हुँदैछ नि दिजु? भोलिदेखि नै सुटिङ आउँछ हजुर। ए भोलि आउनुहुन्छ? हजुर। ए ल कति बेला आउनुहुन्छ? बिहान 4:30 आउँछ होला। 6 बजी आउने? हजुर। ल ल जाऊ। हस् त लाग्यो है। अरे यार, रसी हो कि तेजाब हो? कट 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 यार, एक गिलास भयो के भयो डाक्टर साहब, पुग्यो। यो चान्चुने रक्सी हो, यो त टिपिकल नेपाली रक्सी हो। यसले फेरि धेरै खायो भने त भोलि फेरि सुटे होला, उठ्नै नसक्ला, गाह्रो होला। यति दारूले मलाई लाग्छ। हे पाण्डे,
बताइदेऊ त। थाहा छैन सर मलाई। कस्तो भुलक्कड रहेछ। हेर्नुहोस् प्रोड्युसर साहब, एक पूर्ण बोतल व्हिस्की खाएर राति 3 बजे बम्बईको घर गएर फेरि 6 बजे म सेटमा काम गर्न आइहाल्छु। त्यस्तो ल त्यस्तो भएर राखिदियो हो के दर्शन डाक्टर साहब। जे होस् मलाई त छ नि यो सुटिङै नहोला भन्ने पिर भइरहेको है। त्यो हिरोइन नभएर लोकेसनमै ठ्याक्कै हिरोइन पायो, आनन्द भएछ मलाई त। रविन सर, म हजुरलाई एउटा कुरा भनौँ, आजको जुन हिरोइन छ नि हजुरलाई कस्तो लाग्यो मलाई थाहा छैन। मेरो विचारमा चाहिँ अलिक छिप्या जस्तो लाग्यो। अब फिल्मको कथा वस्तुसित मिल्छ मिल्दैन मलाई थाहा छैन। डाइरेक्टर साहबसित चाहिँ एकदम जोडी मिल्छ। कसो डाइरेक्टर साहब? चुप, बातमा ओभर हुन्छ। हेर्नुहोस्, 25 वर्ष भयो मैले फिल्म लाइनमा काम गरेको। सुभाष घाईसँग 10 वर्ष काम गरे। सुभाष घाईले त मेरो कुरा चाहिँ काट्न सक्दैन भने त को होस् या मेरो कुरा काट्ने? अनि डाइरेक्टर साहब 25 वर्ष फिल्म लाइनमा काम गरेर हजुरले फिल्म चाहिँ एउटा बनाउनु भने के भनेको? होइन, 25 वर्ष फिल्ममा काम गरिसक्नु भएको रहेछ। फिल्म चाहिँ कति बनाउनु भयो भन्नु भएको के? मैले हेर्नुहोस्, भोजपुरी 5 वटा बनाए, तेलुगु 3 वटा बनाए, तमिलको 4 वटा बनाए, अरू त कति कति। डाइरेक्टर साहब, हजुरको त्यो भोजपुरी लास्ट फिल्मको नाम के रे? चुप, तँलाई दारू चढिसक्यो कि क्या हो यार? तँलाई कामसँग मतलब छ कि नामसँग मतलब छ? भनिदिनुहोस् न, भनिदिनुहोस् डाइरेक्टर साहब। तपाईँको भोजपुरी फिल्मको नाम थाहा पायो भने हामी पनि वीरगञ्ज आउँदाखेरि कहिले काहीँ हेर्न पाइन्छ नि। त्यही त मेरो अन्तिम भोजपुरी फिल्मको नाम पाण्डे भन्दै यो भुलक्कडलाई के सोध्ने? सैया मिले उस पार। अनि तेलुगु फिल्मको नाम चाहिँ के हो नि? तेलुगु फिल्मको नाम इडलम पापा। अनि डाइरेक्टर साहब, तपाईँको गुजराती फिल्मको नाम चाहिँ के हो नि? नचाहिने कुरा नहुने। यो गुजरात तिमीलाई आउँछ, बुझ्छ तिमीले? हेर यो अब यो प्लासन खाने काम बन्द गरिदिउँ है, नभए फेरि कामै गर्न सक्दैन के। हस् त हस्। प्रोड्यूसर साहब, मानिए आपका ये फिल्म अब सुपर हिट।